खाल्नु पर्छ के भक्कर खान्छ बाटो त एक एकै हुन रहेछ नि सुरु गरौँ अब भात खान्छौँ होला आखिर जन्मे पनि भोज खाने मरे पनि भोज खाने त रहेछ नि किनकि एकै दिन चाहिँ एउटै गाउँमा दुई दुईवटा चाहिँ चोखाइरहेछ आज चलो आगे चलो आगे चलो आगे नहीं है नीचे आगे चलो तारे 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 पोखरा छ नगरम के त्यो गर्नुहुन्न के चिर्रीको के चिर्रीको चिर्रीको यता डेन्जर पारी सुन्दर हामी यता इन्जॉयड हेलो एभ्रीवन गुड मर्निङ सो गाइज आजको भ्लगमा तपाईहरुलाई स्वागत छ सो गाइज आज हामी फेरि गाउँमा सुद्धारीमा जाँदैछौँ किनकि हाम्रो चाहिँ प्रत्येक हप्तापछि चाहिँ मान्छे मरेको मरि गर्छन् अब यो गाउँमा बसिसकेपछि त त्यही त हो नि कहिले मरुमा जानुपर्छ कहिले जन्ममा कहिले विवाहमा सो यो कामकाजहरू चाहिँ चलिरहने प्रक्रिया हाम्रो सो आज फेरि हामी जाँदैछौँ भलावट भन्ने ठाउँमा त्यहाँ चाहिँ अस्ति कहिले चाहिँ एकजना बजे बित्नु भएछ पानी धेरै परेको थियो अनि त्यतिखेर मलामीमा चाहिँ जान पाइएन सो आज चोखाइमा जान लाग्छौँ अनि मसँग हुनुहुन्छ आज भेनाजु हेलो सो दुईजना छौँ बाँकी टोलीहरू चाहिँ अगाडि गइसकेका छन् हामी अहिले चाहिँ ताम्दी भएर पुग्न लाग्छौँ सो अब हामी भेट्नेछौँ सिधै सुद्धारी क्षेत्रमा सेउ गाइज हाय नामखनका टोलीहरू चाखम सक्कटा खाल्नु पर्छ के भक्कर खान्छ बाटो त एक एकै हुन रहेछ नि ए विषय हामीलाई उठाबाट बा यताबाट आयो सट्टी आइगयौँ यता बलाबाट थारै आयौँ खाँचो खाँचो गइन्छ नि भिडभाडमा जय साहब के छ ठीक छ भक्कर आउँदैछौँ ल अब हामी चाहिँ चोखाइमा आएर चाहिँ भात खान्छौँ होला भोज खान लाग्छौँ अब साइडमा बसेर यहाँ दुबामा बसेर मजाको बस्ने ठाउँ रहेछ यहाँ ओ तपाईँकोमा त पर्खी छ कि यो कटिङ होइन डबल हो यो क्या होला अब हामी चाहिँ ल लागौँ होइन मजाले बसेर
यता आउने बाजे यता आउने यता माइला कता गए माइला हरिगे कि बुढो होइन क्या माइला क्या माइला क्या आउनु थुप्रै माइला यता आउनु बसौँ बसौँ महल बनाएर टोली होली खिचाइन्छ नि मागमला यहाँबाट पारसिर हेरिदिएर खाने क्या मजा आउँछ अलि शीतल हुनुपर्ने अलि घामले गऱ्यो यो नि घामले गर्यो कि चरक्कै पारो तर मर्गाउँ राम्रो देखाएको छ यहाँबाट झिलिक्कै पारेछ टल 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 टल्किन्छ यार पार्दा अब हामी भात खान्छौँ मलाई सुरु गरौँ हामी अब भात खान्छौँ मलाई आखिर जन्मे पनि भोज खाने मरे पनि भोज खाने त रहेछ नि विवाहमा पनि भोजै विवाह खाने गर्ने जीवन भोजै खानुपर्ने त रहेछ नि खानु पर्यो नि खाम त भयो ल ओके गाइज हामी एउटा चोखाइमा गएर चाहिँ फर्किसक्यौँ अब चाहिँ अर्को चोखाइ बाँकी छ किनकि एकै दिन चाहिँ एउटै गाउँमा दुईवटा चाहिँ चोखाइ रहेछ आज मैले अर्को चोखाइको बारेमा चाहिँ थाहा थिएन तर बाटोमा आउँदा आउँदा थाहा भयो अहिले हामी माथिको चोखाइ सकेर चाहिँ फेरि अर्को चोखाइ तल गाउँमा जाँदैछौँ है त्यही भेट्नेछौँ हामी माहौल बनाएर भन्नुहोस् के हामी तलतिर जानेछौँ है हजुर हो गाइस भन्नुहोस् के भन्नुहोस् ल ओके गाइस हामी चाहिँ फर्किसक्यौँ अब चाहिँ चोखाइबाट आज दिनभरि दुई ठाउँ चाहिँ भ्याइगयो टोलीको अहिले चाहिँ गजब छ सबभन्दा रमाइलो उता हाम्रो जेठानले भइरहेछ भन्नुहोस् भन्नुहोस् दे चलो 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 नीचे चलो आगे चलो आगे चलो आगे नहीं है नीचे आगे चलो हाँ मैं आएगा वहाँ से आए बम्बई से चलो चलो बम्बई से भन्नुभयो कि भङ से भन्नुभयो चलो 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 कौन है कौन लोग है आगे चलने वाला जेठान समात्ने कि गइकिन तिमीबाट तलमा जाऊ है जयबाट टाम्नु हुन्छ यहाँबाट पो हो हिँडबाट गरे पर होइन पुसारो त ऊ छ नि त पुसारो त्यहाँ तल मोबाइल त यता काट थियो के चप्पल त फेरि यहीँ थियो यहीँ ठिका हो हो के त्यही पनि म पनि पहिला केही मान्दैन थिएँ आँखा हुन्छ र अहिले त बिर्यो भरि जाऊ न त्यत्रो गेबिन लाइन के खायो ओठिर पहिरो लागि बाजे हाम्रो बाबुमाने म भेट्न आइदिएँ त अब उनी त भेट्न सकेन के गर्ने हामीसँग ज्ञान पर्छ बुलबल त भेट्न त्यसो भए यारमा अचम्म मानेर यो त गर्न बुलबल त भेट्न आयो होइन बुलबल त आयो म चाहिँ त्यतिखेर चाहिँ भनेको थिएँ कि पहिले खाना टिम हाम्रो गएको थिएँ मरौसी नखाने ऊ नखाने धेरै नखाने मान्छेहरू थियौँ गएको थिएँ त्यो खानु गऱ्यो बदल बटल रौसी त खाद्य होला बल्डको यहाँ छ जुरे छोटो यो गर्नु सक्यो तारे 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 बल्दामा टङ्गिन जान्छ त सिनी फाल्छ त
अब सिम खोलै हुन्छ सिम खोला भने सिम खोला हल्का म त हेर्न भन्नु हो म त यारै गर्छु आइगयो कछिटो सकिगयो काम हो भन्नु त सधैँ पुगेर जान्छ भन्दा सधैँ पुगे त आज हो ल ठिक छ त पुगाल्छ जरुर पुगाल्छ क्यारम खेल्ने क्यारम मलाई नखेसेको दे जा आउनु के लाज मन गर्नु गाइसहरु सबैजना हामी चाहिँ पोखरा तार्न बजार गएको घुम्दै रमाइलो गर्दै पोखरा छ नि पोखरा हाल्ने भन्ने खालखेल्ने कार्यक्रम हुँदैछ खाल त मैसिलमा खेल्छ र है त्यस्तो खालाहरु जुन नखेलौँ हामी मिलेर कास खेल्ने गणेश भाइ माथि र उतातिर हामी मुजुकको खालमा हालिदिन्छु नत्र रमाइलो जस्ट इन्जोइङ बाटो कता पनि बुद्धि साँच्चै पो खालमा मुजुक मसँग कुरा गर्छ मैले खालमा हालिदिन्छु मुजुक बेच्नु पारिदिन्छु मैले ती पनि फालिदिन्छु भात हो साँच्चै टिपिन फालेले फाल्छु साँच्चै हो ती पनि फाल्ने त के गर्छु गाडी अरे त्यस्तो मनाएर मात्र के बाटो नु मुजुक खालखेल्ने के तेरो जाँच कति रहेछ के गर्छ नि यार टोलीहरू साँच्चै साधु गर्दैनन् के हान्ने त्यस्तो गर्दैनन् के गरे आउट त्यो त्यो गर्नुहुन्न के हान्ने म छोड्दैन नगरौँ के त्यो गर्नुहुन्न के चिर्रीको के चिर्रीको चिर्रीको के चिर्रीको मजा गरेको कुरा साँच्चै मान्छेबाट फुटकाम के फुटकाम कति राम्रो हो हात फुटकाम के नगरौँ के नगरौँ झम 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 त्यो गर्नुहुन्न के झम झम ए कच्ची सो हावा चलो यहाँ यो मजेदार OMG हो बाप रे मेरो यहाँबाट तल कति खतरा छ डेन्जर पारी फेरि सुन्दर यता डेन्जर पारी सुन्दर हामी यता इन्जोयड आँखा घुम्छ यार यहाँ त ए भिर त उयो त बाप रे मेरो यहाँबाट गयो भने त तल त हड्डी पनि रहन्न है क्या एउटा हान्द यति भन्ने ल पो जान्ने फोटो ल भिरभतको तल जान्छु हड्डीमै हड्डीमै जोरा गिर नि
ल ओके गाइज हामी चाहिँ अन्तिम डेस्टिनेसनमा आइसक्यौँ अब यहाँ चाहिँ चिसो चिसो खाएर चाहिँ फ्रेस भएर चाहिँ यहाँबाट फाटाफाट हुनेछौँ घरतिर सबैजना होइन टक्क लाएर हो बियर खाने हो र हामी खानु बियर फेरि हामी त यो मात्रै हो यी कोका कोला अमेरिकन माल खान्छौँ हामी अमेरिकन माल कोका कोला सो फेरि भेटौँला नेक्स्ट नयाँ भ्लगमा सी यू गाइज